हेलो गाइज सबैलाई वेलकम छ मेरो नयाँ भ्लगमा। आज चाहिँ म नयाँ खानेकुराको भनौँ न नयाँ खालको भनौँ रेसिपी तयार गर्दैछु। आज चाहिँ म आलुमा अन्डा फ्राई गरेर खाने कोसिस गर्दैछु, पकाएर खाने कोसिस गर्दैछु है। ल त अब भनेको सुरु गरौँ होला भन्ने लागिरहेको छ। अब सबै थोक सामान ठिक पारिसकेको छु मैले लगभग। अब सामानहरू टक्क रेडी पारिसकेपछि भनेको अब आलु सालु तास चुर्छु अनि आलु धोएँ, आलु धोइसकेपछि पखाल्छु ओर्छु अनि भनेको प्याज काट्न थालिसकेँ। मैले आलु पखालिसकेको छु अनि अब भनेको मैले गर्ने भनेको लसुन केलाउँछु, लसुन केलाएर ट्याक्क रेडी बनाउँछु अन्त अनि त्यसपछि फेरि लसुनलाई काट्छु यसरी ट्याक 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 काट्ने हो। लसुनलाई पनि काट्यो, लसुन काटेपछि के नै त भन्दाखेरि अनि त्यसपछि खोर्सानी पनि काट्नु पर्यो नि त होइन। अब खोर्सानी त अलिकति च्वासो चाहियो, डक्कसँगले खोर्सानी हाल्छु। खोर्सानी पनि काटिसकेर राख्छु। त्यसपछि अघि मैले तास धोएँ पखाली गरेको आलुलाई चाहिँ अब यसरी काट्छु बिस्तारै होइन, काट्छु अनि टक्क टक्क काटेर काट्दै थिएँ काट्दै कस्तो आलु भयो भन्दाखेरि फ्याट्टखेरि बिचमा फ्यासै कुहिएको रहेछ। यो कुहिएको आलुलाई त अब के गर्नु, फ्याँक्नै पर्यो नकुहियो त यसो छानेर अलिकति काट्ने लोभ लाग्छ कि हेर्नु त होइन। अब लोभ लागे पनि किनेर ल्याएको आलु महँगाइ यस्तो बढी छैन अनि त्यसपछि अब यसलाई फ्याँकिदिएपछि अर्को आलु पनि थियो, 3टा आलु आएको थियो, 2टा चाहिँ ट्याक्क काट्न खान मिल्ने भयो। अब एकजनालाई धेरै पकाउनु पर्दैन खासै होइन। अब धेरैजना अब 2जनालाई 4-5वटा चाहियो भने त 2जनालाई त्यही 2टा पनि थियो। अलिकति बिहानको तरकारी पनि रहेको थियो फेरि अनि अब बिहानको तरकारी पनि खानु पऱ्यो, भात पनि पकाउनु पऱ्यो। अन्त अनि सबैलाई डस्टबिनमा हालेर साइडमा राखेँ। त्यसपछि अब मैले चाहिँ भात त पकाउनु पऱ्यो, चामल हालेँ, चामल जिगेर हालेर टक्क चामल चौल्ने हो अरे। त्यसपछि राइस कुकरमा अन गरेर ट्याक्क राखिदिएँ। त्यसपछि फेरि अन्डाको लागि थोरै प्याज काटेँ, मसिनो बनाएर अन्डाको घोल्नको लागि प्याज काटेँ। त्यसपछि लसुन पनि थोरै काट्ने। त्यसपछि मैले त्यो सबैलाई कचुरामा लसुन र प्याजलाई मिक्स गरेर मैले कचुरामा हालेँ। त्यसपछि अब चाहियो त्यसलाई चाहिँ के चाहियो, नुन पनि चाहियो, खोर्सानी पनि चाहियो, मसलाहरू पनि चाहियो। त्यसबाट नुन हाल्ने होइन, मसला हाल्ने अनि खोर्सानी पनि अलिकति थोरै टेस्ट अनुसार हाल्ने। त्यसपछि के चाहियो अब भनेपछि मैले तब त्यसमा अन्डा फोरेर हाल्नु पऱ्यो। त्यसपछि एउटा अन्डा फोरेँ, यसो विचार गरेको एउटा अन्डाले पुग्दैन जस्तो लाग्यो है। अनि त्यसपछि चाहिँ यसो हेरेको पुग्छ जस्तो लागेन। अब नपुगेपछि त अर्को त पुग्नु फेरि गएको फ्याटै फुटाएर अर्को हल्दी हाल्ने मैले ट्याक्कैसँग गरेर घोलेर अब के गर्नु, तरकारी पकाउनको लागि अब ताइसाई रेडी गर्नु पऱ्यो नि त। अनि यसलाई फिटेँ हो रे, फिटेर अनि त्यसपछि यसलाई साइडमा मैले अब राखिदिन्छु। साइडमा